त्यो इन्भिजन गरेर म धन्यवाद दिन चाहन्छु त्यो बेलाको मन्त्रालय, त्यो बेलाको पोलिसी मेकर्सहरूलाई। त्यो ठाउँमा एउटा आइटीको पोइन्ट चाहिन्छ भनेर जुन परिकल्पना गर्नुभयो त्यसबाट सुरुवात भयो र त्यो बेला एउटा नवीन पद्धति पनि प्रयास भयो, जुन एउटा सक्सेसफुल कन्सेप्ट पनि भन्छु म। त्यो बेला के भयो भने मन्त्रालय र इन्स्टिट्युट अफ इन्जिनियरिङ त्रिभुवन विश्वविद्यालयसँग चाहिँ एमओयू गरियो। एमओयू गरेर फ्रेस ग्रेजुएट्स, त्यसमा पनि आइटी पढेका फ्रेस ग्रेजुएट्सहरूलाई सरकारी सेवामा आबद्ध गराउने भनेर एउटा एमओयू साइन गरेर त्यहाँ सबै यो छनौटको प्रक्रिया सबै पुल्चोक क्याम्पसले गर्ने र छनौट भएर नामावली दिइसकेपछि उहाँहरूलाई सम्बन्धित 133 वटा स्थानीय निकायमा राख्ने भनेर जुन किसिमको परिकल्पना गरियो त्यो एकदमै राम्रो पनि भयो र धेरै ठुलो एउटा फ्रेमवर्क एउटा बेस बनाउनलाई चाहिँ सूचना प्रविधिको त्यो एउटा इनिसिएसनले चाहिँ ठुलो भूमिका खेलेको छ। त्यसरी चाहिँ यो आयो र त्यसैलाई कन्टिन्यू गर्दै संहिता पश्चात बनेका जति पनि 753 अहिले स्थानीय तहमा अधिकांश त्यही आइटी अफिसर, त्यो बेला सूचना प्रविधि स्वयंसेवक भन्थ्यौँ हामी, आइटी भलिन्टियर भन्थ्यौँ, उहाँहरूको कन्टिन्युएसन पनि भयो भने कतिजना चाहिँ नयाँ रूपमा नियुक्ति हुनुभयो। अब पहिला मैले जुन भने अब एलजिसिडिबीमा हामी आफै उहाँहरूको रिक्रुटमेन्ट प्रोसेसमा इन्भल्भ थियौँ भने 753 वटा स्थानीय तह भइसकेपछि र स्थानीय सरकार आफै जिम्मेवार एउटा सरकारको रूपमा स्थापना भइसके पछाडि चाहिँ उहाँहरूको नियुक्ति प्रक्रिया सबै तत्त स्थानीय तहबाट गर्ने भनेर मन्त्रालयबाट निर्णय भयो र त्यही अनुसारले उहाँहरूको नियुक्ति, उहाँहरूको पदस्थापन, उहाँहरूको व्यवस्थापन लगायतको काम चाहिँ सम्बन्धित स्थानीय तहबाटै गर्ने भनेर निर्णय भयो। तथापि समय र स्रोतको अभाव हुनसक्छ उहाँहरूलाई भनेर पहिला सुरुमा हामीले 100% नै उहाँहरूको पारिश्रमिक पिएलजिएसपीबाट बेहोर्थ्यौँ भने पछि गएर अलिकति स्थानीय तहको पनि यसमा अवनत्व हुनुपर्छ। आइटी अफिसर भनेको चाहिँ पिएलजिएसपी खटाइएको मान्छे मात्र होइन भन्ने एउटा अपनत्व विकास होस् भनेर स्थानीय तहमा रहेका आइटी अफिसरको पारिश्रमिकमा लागत साझेदारी गर्ने भनेर 75% कार्यक्रमबाट र 25% स्थानीय तहबाटै बेहोर्ने प्रावधान पनि रह्यो। त्यसकारणले सूचना प्रविधि अधिकृतको भर्ना प्रक्रिया अहिले चाहिँ सम्बन्धित स्थानीय तहबाटै गरिनुपर्छ भनिएको छ। तथापि त्यो बेला नै एउटा नियुक्ति प्रक्रियाको एउटा ढाँचा जस्तो हामीले बनाएर पठाएका थियौँ। तर बेसिकली के हो भने भनौँ न नेपालको सरकारको स्थानीय तहको नियुक्ति प्रक्रिया जुन अरू पदमा भइन्छ त्यो अनुसारले करारमा गर्ने भन्ने नै प्रक्रिया रहेछ। हस् नागेश सर, पृष्ठभूमि